ज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न वडाबाट आउनुभएका वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यू, यस 2 दिने तालिमका प्रशिक्षक सर र यो तालिममा सहभागी गणित र अङ्ग्रेजी दुईटै विषयका सम्पूर्ण शिक्षक सहकर्मी साथीहरूमा सबैलाई नमस्कार छ। प्रतिवेदनको रूपमा साथीहरूले चयन गर्नुभएको थियो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब अलिअलि गर्दै गर्दाखेरि अलिअलि प्रतिवेदन पनि मैले टिपेको छु। म यो प्रतिवेदन प्रस्तुत गर्ने अनुमति चाहन्छु। आज मिति 2083-2-31 का दिन ठिक 10 बजेको कार्यक्रममा पूर्व 30 गतेका सभापति संयोजक आदरणीय दाजु जयराज भट्टले कार्यक्रम ह्यान्डओभर पश्चात 2083-2-31 का प्रतिवेदक आदरणीय सर रामबहादुर चन्द्रले प्रतिवेदन प्रस्तुत गर्नुभयो र त्यसपछि आजका कार्यक्रमका सभाध्यक्ष कृष्णबहादुर चन्द्र, मनोरञ्जकमा निर्मला साउद र प्रतिवेदकमा मलाई छनौट गरियो। आजका मुख्य प्रशिक्षक लेखक सरले रमाइलो खेलमा बोर्डमा दुईवटा देखाई दुईटा टाउको बनाउनु भयो। दुईटा टाउकोलाई चाहिँ फेरि त्यसलाई चाहिँ आँखामा बन्द गरेर, सरको आँखा बन्द गरेर त्यसपछि त्यहाँ टाउकोमै चाहिँ त्यहाँ त्यो चित्र बनाउन लगाउनु भयो। त्यो पनि एकदमै रमाइलो रह्यो हैन। त्यसपछि उहाँले मूल्याङ्कनको कुरा, पाठ्यक्रम भनेको एउटा रेस कोर्स हो जसमा चाहिँ हामीले दौड्नुपर्छ र त्यसमा चाहिँ रेस कोर्समा पाठ्यक्रममा ड्राइभर भनेको टिचर हो, त्यसका यात्रु भनेका विद्यार्थीहरू हुन् र त्यसरी चाहिँ हामीले एचिभमेन्ट गर्नुपर्छ, जहाँ पुग्नुपर्ने हो त्यो गोल एचिभमेन्ट गर्नुपर्छ भन्ने कुरा सिकाउनु भयो। त्यसपछि उहाँले एउटा कास्बाको कुरा चाहिँ अगाडि बढाउनु भयो, जसलाई चाहिँ नलेज, स्किल, एटिट्युड, भ्याल्यु र एबिलिटी टु डु भन्ने कुराहरूमा चाहिँ हामी टिचरहरू चाहिँ अहिले एक्टिभ हुनुपर्छ भन्ने कुरालाई प्रश्न पार्नुभयो। त्यसै गर्दाखेरि उहाँले विभिन्न शिक्षण विधिहरू जस्तो मोडल ड्रइङका कुराहरू है, त्यसै गरी व्हिस्कर बक्स पाइलटका कुराहरू, त्यसै गरी PBL प्रब्लम बेस्ड लर्निङ, त्यसै गरी प्रब्लम अनि TPAC मोडल, ABC मोडल, 5E मोडल, अनि त्यसपछि यी मोडलहरू स्टिमका कुराहरू उहाँले एकदमै सम्झाउनु भयो। इथनो म्याथमेटिक्स अन्तर्गत रुमलिया कोष र स्याउले कोष एकदमै गजबको उहाँले कुरा सुनाउनु भयो। पुराना दिनको त्यो पानी घडीको कुराहरू सुनाउनु भयो। म्याथमेटिक्स हाम्रो वरिपरि यसरी छ भन्ने कुरा उहाँले प्रस्तुत गरिदिनु भयो। रुमलिया कोष हुने चाहिँ इङ्ग्लिसका साथी सरहरूलाई थाहा छैन जस्तो लाग्यो, हामीले थाहा पायौँ। रुमलिया कोष हुने चाहिँ के रहेछ भनेपछि पहिलेका मान्छेहरू जति बेला घडीहरू थिएनन् त्यति बेला रुमाल चाहिँ पानीमा भिजाउने अनि हिँड्ने, जहाँदेखि त्यो रुमाल भिजाइसकेपछि जहाँसम्म पुग्यो त्यो जति बेला सुक्यो त्यसलाई चाहिँ रुमले कोष भन्ने रहेछ। अरू स्याउले कोष चाहिँ हुने के रहेछ भनेपछि स्याउलो भाँच्ने, अनि स्याउलो भाँचिसकेपछि जहाँ गएर त्यो स्याउलो सुक्छ त्यहाँ पुग्ने बित्तिकै चाहिँ त्यसलाई एउटा एक कोष भनेर मान्ने रहेछ। यस्तो किसिमको एकदमै इथनो म्याथमेटिक्सलाई चाहिँ उहाँले अगाडि बढाउनु भएको थियो लेखकले। त्यसपछि स्पेसिफिकेसन ग्रेडमा चाहिँ कसरी ट्रेनिङ हामीले क्वेसनहरू बनाउने, कसरी चाहिँ हामीले आइटमहरू बनाउने भन्ने कुरा प्रश्न गर्नुभयो। त्यसपछि उहाँले चाहिँ 12:30 सेसन समाप्त भइसकेपछि उहाँले चाहिँ आफ्नो सेसन चाहिँ आजका प्रशिक्षक हाम्रा आदरणीय गुरु शिवराज कलोनी सरलाई चाहिँ उहाँले चाहिँ सेसन दिनुभयो। र 12:30 जब शिवराज सरले एकदमै रोमाञ्चक तरिकाले हामीलाई एउटा चित्र देखाउनु भयो है। चित्र देखाइसकेपछि एउटा हाम्रो कम्पिटिसनका कुराहरू, एउटा कस्तो कम्पिटिसन रहेछ भनेपछि हामी जन्मोत्दै 3 करोड स्पर्मसित प्रतिस्पर्धा गरेर आएर हामी 23 जोडी स्पर्मले चाहिँ हामी अहिले यत्रो मान्छे बनेको उहाँले एउटा मोटिभेसनल कुराहरू गरेर हामीलाई ब्रेन स्टर्मिङ गराउनु भयो। त्यसपछि हामी शिक्षकमा चाहिँ 3 KYC हुनु पर्यो, 3 KYC। प्रत्येकमा KYC त अहिले बैंकमा पनि अपडेट छ, हाम्रो सञ्चय कोष नागरिक कोषमा पनि हामीले KYC अपडेट गर्नुपर्छ र उहाँले 3 KYC चाहिँ टिचरमा अनिवार्य रूपमा हुनुपर्छ भन्ने कुरालाई उहाँले महत्त्व दिनुभयो। त्यो 3 KYC के रहेछ भनेपछि नो योर करिकुलम, हामीले करिकुलम जान्नुपर्ने, नो योर चिल्ड्रन, हाम्रो बालबालिकाहरूलाई पनि बुझ्नुपर्ने, नो योर क्यापासिटी, हामीले पनि आफ्नो क्यापासिटीलाई पनि बुझ्नुपर्ने भन्ने कुराहरू उहाँले बताउनु भयो। अनि विद्यार्थीको क्षमता विकास गर्नुको लागि भिजुअल, एटिट्युड र साइन्टिफिक भाग कुराहरूलाई चाहिँ उहाँले ध्यान दिनुभयो। अनि इजी न्युमोनिकको प्रयोग गरेर पनि विद्यार्थीहरूलाई सिकाउनुपर्छ भन्ने कुराहरू उहाँले प्रश्न गर्नुभयो। त्यसै गरी अहिलेको आधुनिक प्रविधिमा AI को प्रयोग कसरी गर्ने भन्ने कुरालाई पनि उहाँले हामीलाई जोड दिनुभएको छ।
अनि त्यसै गरी फ्लिप्ड क्लासरुमका कुराहरू, कोलाबोरेसन, अनलाइन भर्चुअल लर्निङका कुराहरू, यी विविध कुराहरूले चाहिँ उहाँले हामीलाई धेरै कुराहरू हामीलाई यसलाई परिचित गर्ने अवसर दिनुभयो। अब एउटा उहाँले फेरि रोमाञ्चक कुरा सिकाउनु भयो, आश्चर्यको कुरा भन्नुभयो, महिला र पुरुषकोमा कसको दाँत बढी हुन्छ भनेर उहाँले भन्नुभयो। हामी एकचोटि त अल्मलियौँ कुन चाहिँ कसको हुने रहेछ भनेर, तर उहाँले एउटा तथ्य उहाँले उजागर गर्नुभयो। अरस्तु जति बेला एरिस्टोटल जन्मेका थिए त्यति बेला उहाँले चाहिँ महिलाको दाँत बढी हुन्छ भनिदिएका रहेछन्। त्यसले गर्दाखेरि अब सबै पुरुषको त्यो लगभग 3-4 समथिङ वर्ष केही दशकसम्म रह्यो, 1000 वर्षसम्म रह्यो। पछि फेरि महिला र पुरुषमा दुईटैको गणना गर्दाखेरि दाँतहरू त के देखियो त बराबर। त्यो भएको नलेजलाई चाहिँ हामीले कन्टेक्स्चुअलसँग हामीले जोड्नुपर्छ भन्ने कुरा उहाँले प्रश्न पार्नुभयो। यति गर्दा गर्दै हाम्रो खाना खाने समय भयो। आज त हामी खाना खान गयौँ। अब यो प्रतिवेदन गर्दाखेरि अब एकदमै छोटो गर्छु। अब दाइ यहाँ महत्त्वपूर्ण निष्कर्षको नजिकमा छ। अब खास गरेर निष्कर्षमा के रह्यो भनेपछि तालिम एकदमै फ्रुटफुट भयो। तर तालिममा हामीलाई एउटा यो शिक्षक डायरी कसरी भर्ने, पाठयोजना कसरी भर्ने भनेर चाहिँ हामीलाई एउटा पाठयोजना बनाएर ल्याउनु भनेर सरहरूले दिनुभएको थियो। हामीले यो पाठयोजनाको मोडल बनाएको छौँ र हामीलाई शिक्षक डायरी पनि हामीलाई उपलब्ध भएको छ। ठ्याक्कै यो पोहोर सालकै डायरी यसपालि दिएको छ, जसमा चाहिँ खालि त्यो खाकाहरू मात्रै कोरिएका छन्, जसमा शिक्षण सिकाइ क्रियाकलापहरू लेख्न सकिने अवस्था छैन। जुन तपाईँको के अरे पालिकाको लगानी बालुवामा पानी जस्तै भयो जस्तो लाग्छ। हाम्रो विद्यालय त त्यो खासै त्यस्तो भरेको देखिनँ। सायद मलाई लाग्छ सरहरू पनि धेरै हुनुहुन्छ, तपाईँहरूले पनि कतिले भर्नुभयो, कतिले त्यो शिक्षण सिकाइ क्रियाकलाप पुरा गर्नुभयो। यदि तपाईँहरूको यति सफल प्रयास छ भने हामीलाई पनि सेयर गरिदिनुको लागि म विनम्रताका साथ अनुरोध गर्दछु। अब केही कुराहरू चाहिँ हामीले यो पालिकाले अब यहाँको शिक्षा क्षेत्रलाई अगाडि बढाउनुको लागि के गर्नुपर्ने नै हुन्छ। अहिले हामी ठ्याक्कै बैतडी जिल्लामा 6 नम्बरमा रहेका छौँ र केही सुझावहरू मैले यहाँ राखेको छु। यो पहिलो नम्बर सुझावमा छ प्रविधि मैत्री पूर्वाधार विकास। पालिकाले चाहिँ प्रविधि मैत्री पूर्वाधार विकासमा ध्यान दिनुपर्छ। जस्तै डिजिटल रिसोर्स सेन्टर जस्तो डिजिटल कुराहरू, त्यसमा चाहिँ विभिन्न बुकहरूका कुराहरू, विभिन्न रिसोर्सहरू, सन्दर्भ सामग्रीहरूको लागि डिजिटल हामीले एउटा प्लेटफर्म बनाउन सक्यौँ भने त्यसबाट हामीहरूले त्यसरी पनि लिन सक्थ्यौँ। अर्को हाइब्रिड तालिम मोडल, जस्तो यो त तालिम त्यो चाहिँ एउटा प्रत्यक्ष फेस टु फेस मोडल भइहाल्यो। यस सँगसँगै अब जुमबाट होइन, त्यसै गरी मिटबाट अन्य विभिन्न अनलाइन प्लेटफर्महरू छन्, त्यसबाट पनि हामीले के गर्न सक्छौँ भने ट्रेनिङ लिन सक्छौँ, जसले गर्दाखेरि हामीले तालिमलाई चाहिँ कम खर्चिलो बनाउन सक्छौँ। त्यसै गरी डिजिटल लाइब्रेरी जस्तो हामी सर म्यामहरूले यत्रो धेरै कुराहरू हामीले उत्पादन गर्छौँ, हामीसँग शैक्षिक सामग्रीहरू छन्, हामी ती सामाजिक सामग्रीहरू हामीले आफ्नै ल्यापटपमा आफ्नै मोबाइलमा थन्काएर राख्छौँ। ती कुराहरूलाई चाहिँ यदि तपाईँहरू डिजिटल लाइब्रेरीमा अपलोड गर्ने एउटा सुविधा दिनुभयो भने त्यो कुराहरूलाई डिजिटल लाइब्रेरीमा हामी राख्न सक्थ्यौँ र त्यसबाट त्यो हामी यो आफ्नो ज्ञानलाई चाहिँ इन्लार्जमेन्ट गर्न सक्थ्यौँ। त्यसै गरी तालिमको स्वरूपमा पनि अलिकता परिवर्तन गर्नुपर्ने मैले ठानेको छु। यो सैद्धान्तिक भाषणभन्दा पनि हामीले अभ्यासमा चाहिँ अलिकता ध्यान दिनुपर्ने अवस्था छ। अनि विषयगत समुदाय गणितको एउटा, अङ्ग्रेजीको एउटा, त्यस्तै अन्य विषयको एउटा एक किसिमको प्लेटफर्म बनाएर त्यो तालिममा समुदायलाई चाहिँ यसरी मिलाउन सक्ने थियौँ। अनि यो मेन्टरसिप प्रोग्राम भनेपछि जस्तो जान्ने अनुभवी सरबाट चाहिँ अनुभव नभएका सरहरूलाई चाहिँ मेन्टरिङ गर्ने किसिमको क्रियाकलापहरू गर्न सके झनै एकदम राम्रो हुन्थ्यो। त्यस्तो आधुनिक सिकाइ उपकरणको प्रयोगको अन्तर्गत अब अहिले जमाना भनेको एआईको प्रयोगलाई चाहिँ दिन सक्यो भने यसले गर्दाखेरि पनि हामी आफ्नो शिक्षणलाई सिकाइलाई चाहिँ प्रभावकारी बनाउन सक्छौँ। अब यो स्मार्ट बोर्ड अब हाम्रो पालिकामै छैन हेर्नु न। अब यहाँ चाहिँ एउटा ट्रेनिङ सेन्टर राम्रो हुनुपर्ने, सबै कुराहरू चाहिँ पूर्ण रूपमा हुनुपर्ने। यसले गर्दाखेरि आज स्मार्ट बोर्ड लगायतका अन्य कुराहरूबाट पनि एउटा पस्ने लगायत सबै कुराहरू राम्रो भइदियो भने, यस्तो किसिमको हल भइदियो भने हामीलाई पनि सहज हुन्थ्यो। प्रत्येक विद्यालयमा भइदियो त झनै सुनमा सुगन्ध नै हुने थियो। अब तालिम त हामी गर्छौँ, त्यो 4थो नम्बरमा छ निरन्तर अनुगमन र पृष्ठपोषण। तालिम त हामी गऱ्यौँ, धेरै त तालिम दियौँ, तर त्यो तालिमपछि चाहिँ कक्षा अनुगमन कतिको भएको छ, तालिममा चाहिँ के कुराहरू चाहिँ सिक्यो र त्यो सिकेको चाहिँ इम्प्लिमेन्टेसन कसरी गरेको छ सरहरूले, यसतर्फ पनि पालिकाको ध्यान जाओस् भन्न चाहन्छु। अनि तालिमपछि अब राम्रो गर्ने मान्छेलाई प्रशंसा अनि र प्रोत्साहन दिनुपर्ने। अनि त्यत्रो 2 दिनको तालिम 3 दिनको तालिम गरिराखेका छौँ। यो तालिमको एउटा औपचारिक फर्मालिटी बुझाउनको लागि एउटा सर्टिफिकेट है प्रमाणपत्र दिन सके पनि त्यो पनि झनै राम्रो हुन्थ्यो।
अनि अब अर्को कुरा चाहिँ के छ भने स्थानीय स्रोतको प्रयोग। अब हाम्रा सरहरू अहिले बाहिरबाट पनि आउनुभएको छ, हाम्रो सर त स्थानीय नै हुनुहुन्छ। हाम्रो शिवनाथ पालिकामा पनि शिक्षकहरूमा पनि राम्रो गरेका, राम्रो काम गर्न सक्ने सरहरू छन्, राम्रो गरेका पनि हुनसक्छन्। तिनीहरूको मूल्याङ्कन गरिकन त्यस्तै विद्यालय पालिकाभित्र भएका उत्कृष्ट शिक्षकहरूलाई चाहिँ प्रशिक्षक बनाउन सक्यो भने हामी एक आपसमा चाहिँ अनुभव सेयर गर्न सक्यौँ। यो कुराहरू पनि ध्यान दिनुहुनेछ। अनि आवश्यकता पहिचान अब तालिम दिँदै गर्दाखेरि त्यसै तालिम दिनुभन्दा पनि वास्तविक निड के हो त? निड जो चाहिँ पार्टिसिपेन्टहरू छन् तालिममा, शिक्षकहरूको वास्तविक आवश्यकता के हो, त्यसको आधारमा पनि तालिमलाई व्यवस्थापन गर्न सके धेरै राम्रो हुनेछ। निष्कर्षमा तालिमलाई केवल औपचारिक रूपमा मात्र नबनाई व्यावहारिक रूपान्तरको अभियानको रूपमा अगाडि बढाउनुपर्छ। प्रविधि सहकारी निरन्तर फलोअप गर्दै शिवनाथको शिक्षा सुधार हुन्छ भन्नेमा मैले पूर्ण अपेक्षा गरेको छु। यही नै हाम्रो प्रतिवेदन थियो। र अब कुरो के भयो भने प्रतिवेदन मैले भने यो चाहिँ हाम्रो म्याथ ग्रुपकै